कति हजार बच्यो त बुढो पैसा कहाँ 1000 बच्नु 100 बच्छ यो 100 को त नतै छ हौ नाटक नगर्नु यति हो कि यो 100 अनि यो गरेपछि 200-300 त बच्चा खाएर ए अनि बाउ भन्न कहाँ सजिलो छ त न्यू इयरको लागि छोरीलाई सपिङ गरिदिनुस् भनेको त बुढोको पैसै रित्यो खासमा साथीहरु मैले सोचेको भन्दा पनि धेरै महँगो पर्ने रहेछन् बच्चाका कपडाहरु चाहिँ मैले सोचेको थिए कि साना बच्चाहरुको चाहिँ सानै मूल्यमा थोरै मूल्यमा चाहिँ आउँछ होला भन्ने सोचेको थिए तर त्यो रहेनछ धेरै महँगो पर्ने रहेछ बच्चाहरुको कपडा चाहिँ त्यही भएर पनि नोटहरु चाहिँ खुजुरामा चाहिँ परिणत भयो है साथीहरु अब यो पनि फेरि अब भुर्केमा चाहिँ यसो राख्नु पर्यो भने चाहिँ म त चिल्लो राम हुन्छु साथीहरु अनि साथीहरु बुढीले चाहिँ यता सपिङ गरेर चाहिँ छोरीको सपिङ गरेर लिएको कपडा चाहिँ यसरी देखाइरहेकी छिन् खासमा कस्ता कस्ता कपडाहरु छन् हामी तपाईले देखाउँछौ है त छोरीको लागि कपडा हामी न्यू इयरको लागि चाहिँ सपिङ गर्दिन गएका थियौ क्या दामी वाह छोरीको कपडा यति राम्रो के साथीहरु यति राम्रो के जो हेर्यो त्यही राम्रो तर अलि महँगो पर्ने रहेछ नि हामीले सोच्यो भन्दा चाहिँ बच्चाको कपडा चाहिँ महँगो पर्ने रहेछ किनभने हामीले त थाहा थिएन नि त पहिले चाहिँ फर्स्ट चोटि चाहिँ हामी बाबामा बनेको अनि कपडा पनि पहिलोचोटि चाहिँ किनेको त्यो भएको कारणले पनि थाहा थिएन त हैन हामी अनि त्यही भएर चाहिँ यसो बजार चाहिँ गएको 1000 भन्दा करसी नहोला भनेको त साथीहरु हामी न्यू इयरको लागि छोरीलाई यो किन्दियौ आज हैन यसको सेट चाहिँ हो तर कपडा पनि राम्रो हो कपडा अनुसार पनि महँगो पर्न सक्छ त्यो ओके अनि यो यसले चाहिँ कति पर्यो नि यसलाई चाहिँ 2000 भनि राख्नु भएको थियो तर हामीलाई चाहिँ 1850 मा दिनु भएको यो लुगा चाहिँ है यसको सेट पनि छ नि अर्को एकदम राम्रो छ यो कपडा एकदम समरको लागि एकदम मिठो हैन लगाउनलाई कम्फर्टेबल अनि त्यसपछि मेरो छोरीको लागि हामीले लियौ यतिलाई पनि कति महँगो परेको यो भगवान 500 भन्दा कमको चाहिँ नआउँदो रहेछ है साथीहरु कपडा यो चाहिँ अनि टोपी चाहिँ मलाई भोबाल लागेको थियो यो चाहिँ हामी बेबीको लागि टोपी अनि उयो के यो त यति राम्रो छ भोलि चिरच्यात्तै परेको चाहिँ यसो टक्क लगाएर चाहिँ फोटो खिच्दै छौं नयाँ वर्षको चाहिँ उपलक्ष्यमा अनि सम्पूर्णलाई शुभकामना पनि छ अनि बुढी खासमा चाहिँ अब हामी दुईजना थियौं पहिले चाहिँ एउटा रिचार्जलाई चाहिँ बार्दाखेरि 2500 पर्थ्यो हैन अहिले त मानव बुढाहरुको लागि अब तिमी मैले त लगाउने रहिसक्यो अब छोरीको लागि किनिँदाखेरि ररै मर्दो रहेछ चाहिँ मरेर रहेछ हैन आज चाहिँ सपिङ गरेर छोरीको लागि मात्र अनि सँगै यो पनि ल्यायौ हामीले यो चाहिँ ब्याग बवाल छ छोरीलाई बोक्नलाई चाहिँ आज म चाहिँ सानी नै छिन् हाम्रो छोरी तर 3 महिना पुगिन् भने चाहिँ बोक्नको लागि आज नै लिइसके यति रहर लाग्दो रहेछ हेर्नु बच्चा बच्ची भयो भने त हैन उ पनि किनम है गाह्रो पर्छ त यसले कति पर्यो यसलाई चाहिँ 2200 भनि राख्नु भएको थियो तर हामीले गर्दा सबै कपडा एकै ठाउँबाट लिएको भएर यसलाई चाहिँ हामीले 1600 मा अनि हामी चाहिँ आज खासमा बजार गएको अनि यो भिडियो चाहिँ हामीले यहीँबाट चाहिँ रुमबाट नै बनाइराखेका छौं बजारमा चाहिँ धेरै नयाँ वर्ष भएर पनि होला नि धेरै भिडभाड अनि त्यसमा बोलेको आवाजहरु केही नसुनिने हैन त्यही भएर चाहिँ यसो फुटेजहरु चाहिँ तपाईले देखिरहनु भएको छ हैन हामी चाहिँ त्यहाँ चाहिँ बोल्न सकेनौं हामी भिडियो बनाउन सकेनौं र छोटो क्लिपहरु चाहिँ खिचेका छौं खासगरी धेरै मान्छेहरुको जमघट भएको कारणले चाहिँ आवाजहरु नसुन्ने भएको कारणले चाहिँ भिडियो चाहिँ बनाएनौं अनि त्यही हो साथीहरु छोरीलाई धेरै माया गर्दिनु भएको छ त्यसैले हाम्रो छोरीको लागि सपिङ गरेको पनि देखायौ अब भोलि चाहिँ धेरै जनाले हामीले टिकटकमा चाहिँ धेरैले माया गर्नु भएको छ अनि त्यही हो युट्युबमा पनि गर्नु हुनेछ युट्युबमा पनि जोडिनु हुनेछ अनि भोलि चाहिँ मामु छोरीहरुले चाहिँ टहल्का पिट्ने छिन् म चाहिँ हेरेको हेरी हैन मैले चाहिँ टिकटक बनाइदिन्छु नि त हैन के कसो आज बनाउन यस्तो रहर त कति त्यो लुगा आज लगाइदिन जस्तो लाग्यो साथीहरु कति लाग्यो होला भोलि लगाइदिउँला किन न्यू इयर्सको लागि किनेको हो नि त हैन अब 82 सालको 81 सालमा धेरै फल लागेको भयो जस्तो लाग्छ मेरो जीवनमा के भयो भन त ल
के भयो त्यो यो एउटा छोरी भइहालिन् होइन अर्को चाहिँ भोलि आउँछ अर्को फलदायक चाहिँ भोलि फेरि सही हो आज गएको काम बनेन साथी हो र त्यो चाहिँ अलिकति त्यस्तै सिचुएसन थियो भोलि चाहिँ हामी त्यो पनि सुनाउनेछौँ अनि त्यही हो सबैले 82 साल चाहिँ कस्तो हुन्छ हेरौँ सबैले चाहिँ माया गरिदिनु होला अनि हाम्रो च्यानल चाहिँ सब्सक्राइब गरिदिनु होला हामी चाहिँ युट्युबमा पनि जोडिसक्यौँ अब चाहिँ होइन जोडिराखेका छौँ